साथीमा नमस्ते। म जितेन्द्र प्रताप सिंह। त सुमना श्रेष्ठ र भावना राउत त जेन्जी होइनस्, त अवसरवादी होस्, त अहिले जुन हाम्रो वीर शहीदहरूको रगतसँग खेल्ने दुस्साहस नगर। म अहिले जिउँदो छु र म शहीद हुन पनि तयार छु यो देश परिवर्तनको निमित्त। त जस्तो अवसरवादी र दलालहरूको कारण यो देश बिग्रेछ। अहिले जुन स्वास्थ्य मन्त्रीको लागि संगीता मिश्रलाई सिफारिस गरिस् त धेरै नराम्रो गरिस्। अब हामी के गर्छौं भने हेरिराख, मन्त्रीमा मात्रै नियुक्ति हुन देऊ, के हुन्छ त हेर्छस्। दर्शकबिन, यही भिडियोको कारण उहाँलाई चाहिँ टेलिफोन मार्फत त्यो भिडियो तुरुन्तै हटाइहाल भनेर फोनमा जुन संवाद भएको छ, जितेन्द्रजीलाई जुन फोन आएको छ त्यो रेकर्ड सुन्नुस्। अब मन्त्री बन्न आएको त उ गर्न आएको त्यहाँ के मधेसबाट तँलाई पैसा दिएर तँलाई यहाँ उ गर्न आएको भनेर मैले भिडियो बनाऊँ, तँलाई रमाइलो हुन्छ। त्यो सुदन राई पनि त एनजिओको सञ्चालक हो, सुदन राईको माग पनि त के साथ जगदीश खरेल निष्पक्ष छ, ऊ सिंह पनि एकदम राम्रो मान्छे हो है, महावीरको सुदन राईले ल्याएको मान्छे हो। विश्वासघात भएन, हामी के गेरा हेरेर बसिरहेको अहिलेसम्म मान्छेले। सुदन राईले फोन गर्यो, सुदन राईले फर्काए, मैले त नरम तँलाई माया गरेर फर्काउँछु है, अहिलेसम्म माया गरेर तँलाई मैले राखिरहेको हो, सबै ठाउँमा लगिरहेको छु, सबै ठाउँमा उ गरिरहेको छु, तँलाई समितिमा पनि नआएको छु। त्यो समितिमा थिएस्, बब्लु अहिले तँलाई बोलायो समितिमा, बोलायो हो नि नयाँ टुनी, अनि मुझे कसले राखेको नयाँ टुन अहिले नाम निकाल्यो नि त्यो समितिबाट तेरो। मलाई भोलि भेट, भिडियो हटा, मैले फेरि फोन गर्न नपरोस् त म तँलाई खोज्नलाई मलाई 5 मिनट लाग्दैन। हेर कान्छा है, म तँलाई कहाँ आउँछस्, म खोज्नलाई मलाई 5 मिनट लाग्दैन। फेरि त्यहाँ आएर तेरो फोन खोजेर मैले आफै भिडियो डिलिट गर्न नपरोस्। अनि त्यसपछि मधेसी होस्, पहाडी होस्, जहाँसुकै होस्, मलाई मतलब हुँदैन बाबु। त्यो ब्युरोक्रेट्सहरूलाई पनि त मुद्दा लाग्दैछ त, थाहा छैन? तेरो नाममा पनि एउटा मुद्दा भोलि म पेपर पठाउँछु, तेरो नामको नाइटमा लिएर आइज, तेरो नामबाट पनि एउटा मुद्दा हालौँ है। म तँलाई सेक्युरिटी दिन्छु है, तँलाई म मेरै घरमा राखेर पाल्छु, म तँलाई सेक्युरिटी दिन्छु, हुन्छ? हाल्दैछु, सुदनको नाममा हाल्दैछ, सबैको नाममा हाल्दैछ, मित्र परिवारको नाममा हाल्दैछ, ओलीलाई हाल्दैछ, महेश बस्नेतलाई हाल्दैछ, सबैलाई हाल्दैछ। उनीहरू भोलिको दिनमा इलेक्सनमा उठ्न नसकोस् भनेर हाल्दैछु त हामीले। एकै ठाउँमा सबलाई रवि लामेछानेसँगै एकै ठाउँमा भोज खुवाउनलाई पठाउँदैछ हामी।